सरकारले के गर्दैछ त्यो थाहा पाउनु यो हाम्रो अधिकार हो कि सरकारले दिने एउटा सुविधा मात्रै हो। आज हामी यही एउटा एकदमै शक्तिशाली विचार जान्ने अधिकारबारे कुरा गर्दैछौँ। यो कसरी एउटा विश्वव्यापी अभियान बन्यो अनि नेपालसम्म आइपुग्दा यसको यात्रा कस्तो रह्यो, आउनुहोस् यसलाई अलि गहिरिएर हेरौँ। अब सुरु गर्नुभन्दा पहिले एउटा कुरा सोचौँ त, कुनै पनि सरकारले आफ्नो काम कतिसम्म गोप्य राख्न मिल्छ अनि कति चाहिँ पारदर्शी हुनै पर्छ। हो, यही गोप्यता र लोकतन्त्र बीचको जुन एउटा द्वन्द्व छ नि, आज हाम्रो छलफलको मुख्य विषय यही हो। संयुक्त राष्ट्रसङ्घको यो भनाइले पारदर्शिताको अर्थलाई एकदमै राम्रोसँग प्रस्ट्याउँछ। कुरा केवल जानकारी पाउनु मात्र होइन रहेछ, होइन त? त्यो जानकारीलाई सबैले बुझ्ने बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेछ। र यही सिद्धान्तमा टिकेको छ सूचनाको हक भन्ने अवधारणा। त्यसो भए यो जान्ने अधिकार आखिर किन यति धेरै महत्त्वपूर्ण छ त? किनकि सूचनामा पहुँच नै एउटा बलियो र स्वस्थ लोकतन्त्रको जग हो। यसैमा सबै कुरा अडिएको हुन्छ। सरल भाषामा भन्नुपर्दा सूचनाको हक भनेको सार्वजनिक निकायहरू मतलब सरकारी अफिसहरूमा भएको जानकारीमा हामी नागरिकको पहुँच हुनु हो। यसको लक्ष्य एकदमै सिधा छ, सरकारलाई जनताप्रति जवाफदेही बनाउने र काम कारबाहीमा पारदर्शिता ल्याउने। किनभने जब नागरिकलाई सही सूचना हुन्छ तब मात्र त सही निर्णय लिन सकिन्छ अनि आफ्ना प्रतिनिधिहरूलाई प्रश्न पनि गर्न सकिन्छ। अब प्रश्न उठ्छ, यो अवधारणा आखिर आयो कहाँबाट? सुन्दा नयाँ लागे पनि यो कुनै आजको विचार होइन है। यो त एउटा लामो ऐतिहासिक र विश्वव्यापी अभियानकै परिणाम हो। ल, यसको यात्रा कस्तो रह्यो अलि पछाडि फर्केर हेरौँ न। ल भन्नुस् त, सूचनाको हकको इतिहास कतिसम्म पुरानो होला? सायद सुन्दा अचम्म लाग्न सक्छ, तर यसको जरा त सन् 1766 मै पुग्छ। ओहो, तपाईले ठिक सुन्नुभयो। सन् 1766मा स्विडेनले संसारकै पहिलो सूचना पहुँच सम्बन्धी कानुन लागू गर्यो, जसको नाम थियो द फ्रिडम अफ द प्रिन्टिङ प्रेस एक्ट। सोच्नुहोस् त, त्यस बेला नै यसले सरकारी कागजपत्रमा जनताको पहुँचको जग बसाल्यो। त्यो समयको लागि यो साँच्चै नै एउटा क्रान्तिकारी कदम थियो। ल, अब 1766बाट एकैचोटि फड्को मारेर आजको दिनमा आऊ अनि यो एउटा नम्बरलाई हेरौँ, 127। यो नम्बर हो आजसम्म सूचनाको हक सम्बन्धी कानुन बनाउने देशहरूको सङ्ख्या। सोच्नुहोस्, एउटै देशबाट सुरु भएको यो अभियान आज संसारका 127 भन्दा बढी देशहरूमा फैलिसकेको छ। यसले के देखाउँछ भने अब यो सिद्धान्त राम्रो शासनको लागि एउटा विश्वव्यापी मापदण्ड नै बनिसकेको छ। यसको महत्त्व कति छ भन्ने कुरा यसबाट पनि थाहा हुन्छ कि सन् 2015मा युनेस्कोले हरेक वर्ष सेप्टेम्बर 28लाई सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस भनेरै घोषणा गर्यो। यस कदमले सूचनाको हकलाई एउटा विश्वव्यापी मानव अधिकारको रूपमा स्थापित गर्न झनै बल दियो। ला, अब विश्वको कुराबाट अलिकति खुम्चिएर हाम्रो आफ्नै देश नेपालमा केन्द्रित हुँदौ। र यहाँ एउटा एकदमै रोचक कुरा के छ भने सूचनाको हकको मामलामा नेपाल दक्षिण एसियामै एउटा अग्रणी देश मानिन्छ। नेपालको यात्रा हेर्ने हो भने सन् 1990मै नेपाल दक्षिण एसियाको पहिलो देश बन्यो जसले सूचनाको हकलाई संविधानमै मौलिक हकको रूपमा राख्यो। त्यसपछिका संविधानहरूले पनि यसलाई झन् बलियो बनाउँदै लगे अनि यो अधिकारलाई कागजमा मात्रै सीमित नराख्न सूचनाको हक सम्बन्धी ऐन नै बनाइयो र 2015को नयाँ संविधानले पनि यो महत्त्वपूर्ण अधिकारलाई कायमै राखेको छ। ल, इतिहास र सिद्धान्तका कुरा त भए, तर अब मुख्य कुरामा आउँ। व्यवहारमा यो कानुनले एउटा सामान्य नागरिकको लागि के अर्थ राख्छ त? यसले कसरी काम गर्छ? नेपालको सूचनाको हक सम्बन्धी ऐन 2064 को उद्देश्य एकदमै स्पष्ट छ। पहिलो, राज्यका काम कारबाहीलाई खुला र पारदर्शी बनाउने। दोस्रो, सार्वजनिक महत्त्वका सूचनामा नागरिकको पहुँचलाई सजिलो बनाउने। र तेस्रो, सार्वजनिक निकायहरूलाई जनताप्रति जवाफदेही बनाउने। अनि यो ऐनको एउटा सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने यसले स्वतः प्रकाशनको व्यवस्था गरेको छ। यसको मतलब के हो भने केही जानकारीहरू हामीले माग्नु नै पर्दैन, सरकारी निकायहरूले आफै सार्वजनिक गर्नुपर्छ। जस्तै कि उनीहरूले दिने सेवाको लागि कति शुल्क लाग्छ, कति समय लाग्छ, कुनै निर्णय कसरी हुन्छ, अफिसले के काम गर्यो, सूचना दिने अधिकारी को हो अनि पैसाको कारोबारको रिपोर्ट, यी सब कुराहरू उनीहरूले आफै बाहिर ल्याउनुपर्छ। तर यहाँनिर एउटा प्रश्न आउँछ, के जे सूचना माग्यो त्यही पाइन्छ त? के यो अधिकारको कुनै सीमा नै छैन? वास्तवमा त्यस्तो होइन।
पारदर्शिता र देशको अन्य महत्त्वपूर्ण हितहरूबीच एउटा सन्तुलन कायम गर्नु एकदमै जरुरी हुन्छ। त्यसैले पारदर्शिताको पनि एउटा सीमा तोकिएको छ। केही निश्चित प्रकारका जानकारीहरूलाई चाहिँ यो कानुनको दायराभन्दा बाहिर राखिएको छ। कस्ता जानकारी त? जस्तै यदि कुनै सूचनाले देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा वा अन्तर्राष्ट्रिय सम्बन्धमै असर पार्छ भने त्यो दिन मिल्दैन। त्यसैगरी कुनै अपराधको अनुसन्धानमा गम्भीर असर पार्ने, देशको आर्थिक हितमा हानि पुर्याउने वा कसैको व्यक्तिगत गोपनीयता र सुरक्षामाथि नै खतरा हुने खालका जानकारीहरू पनि गोप्य राख्न सकिन्छ। यो सन्तुलनले एकातिर नागरिकको जान्ने अधिकारको सम्मान गर्छ भने अर्कोतिर राज्यको सुरक्षा गर्ने दायित्वलाई पनि ध्यानमा राख्छ। र अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्ग्यौँ। आज हामी डाटा र डिजिटल सूचनाको युगमा बाँचिरहेका छौँ, होइन? यस्तो बेलामा सार्वजनिक पारदर्शिता र आवश्यक पर्ने गोपनीयता, यी दुई बीचको सीमारेखालाई कसरी कोर्ने होला? यो प्रश्नको जवाफले नै भविष्यमा हाम्रो लोकतन्त्र कस्तो हुन्छ भन्ने कुराको निर्धारण गर्नेछ। यो विषयमा गहिरिएर सोच्नुपर्ने बेला आएको छ।